नमस्कार। आज हामी अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर 10 को धरमपानी भन्ने ठाउँमा छौँ। एउटा प्राकृतिक प्रकोपले निम्ताएको एउटा पीडा घटनालाई लिएर अगाडि आइरहेका छौँ। यहाँ देख्न सक्नुहुन्छ घरको अवस्था। आज बिहान करिब 7 बजेको समयमा विद्युत सर्ट भएर आगो लागि भयो र आगो लागि भइसकेपछि गाउँलेहरू उठेर हारगुहार गर्नुभयो, सबैलाई बोलाउनु भयो, गुहार माग्नु भयो र दमकललाई फोन गर्नुभयो। दमकल आउन अलिकति ढिला भयो। ढिला हुँदा हुँदै र गाउँलेको प्रयास गर्दा गर्दै पनि घर र थारो हो पछाडि घर थारो पसल जहाँ पसल थियो, लाखौँको सामान थियो, घरमा पनि गरगहनाहरू थियो, आफ्नो बाक्सामा पैसाहरू थियो, सबै घरको घर र पसलको सामानहरू जलेर पुरा नष्ट भएर कुनै पनि काम लाग्ने अवस्थामा छैन। त्यसैलाई हामीले हेरेर त्यही दुःख र पीडालाई हामीले मध्यनजर गर्दै उहाँहरू आफैमा सम्पन्नशाली हुनुहुन्थ्यो, तर पनि अहिले के भयो भन्दाखेरि आगा लागि जस्तो प्राकृतिक प्रकोपले सबै सामानहरू डढालेर सकिसकेपछि अहिले तत्कालका लागि सबै सामानहरू आवश्यक पर्यो। हो त्यही आवश्यक परेको सामग्रीलाई हामी लायन्स क्लब अफ अर्घाखाँचीको टिमले जुटेर यहाँ अहिले तत्कालको लागि आवश्यक पर्ने खाद्यान्न, तरकारी जस्ता सामानहरू लिएर हामी उहाँकै घरमा आइपुगेका छौँ र जहाँबाट हुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ त्यस्तै अवस्थाबाट एउटालाई दुख्दा अर्कोले सहयोग गर्नुपर्छ भन्ने मनाशय लिएर तपाईहरूले पनि यो शुभ कार्यमा, यो दुःखको घडीमा तपाईहरूले पनि थोरै भए पनि सहयोग गरिदिनु हुन भनेर हामीले यही ठाउँबाट अनुरोध गर्दछौँ। ठुलै रहेछ कि घर त, त्यो आगो लागि त्यो बिहान भिडियो हेर्दा नि ठुलो थियो कि घर यति ठुलो छ घर पनि। अनि त्यतातिर यो ठुलो घर हो, अनि उतातिर देखिँदै गरेको चाहिँ पसलमा पनि सबै आइटमहरू पनि जलेर नष्ट भयो। पसलको पैसाहरू पनि सकियो, सुनहरू सबै सकियो, केही पनि छैन अहिले घरमा। आफूले खानलाई राखेको अन्न बालीहरू यसरी नस्कान भएको छ। स्टक राखेको धान मकैहरू केही पनि छैन घरमा, लगभग सबै जलेर अब खान पर्ने पनि केही छैन। यो पसल भएको घर, पसलको अवस्था यस्तो छ, सबै जलेर पसलमा भएको अलिकति सामानहरू पनि झन् धेरै नोक्सान भएको कारण चाहिँ यो पसलमा आगा लागि हुनाले पसलमा भएको अब 5-6 लाख रुपियाँको सामानै थियो होला, पसलभित्र पैसा रहेछ, त्यो पनि जलेर नष्ट भयो। कपडाहरूको अवस्था पनि यस्तो छ, जलेर पुरै दराजमै राखेको कपडा होला, दराज जलिसकेपछि सबै जलेर नष्ट भइसक्यो। यसरी भयो भनेर म सोधेको थिएँ दमकललाई, बुलेटिनले राखेको थियो कि त्यो हाम्रो पुरै नेगेटिभमा मात्रै छ कि ध्यान पोजिटिभमा छ। बिजुली घरभित्र सर्ट हुने कुरा मैले त्यही भनेको दमकल चन्द्र घरबाट आउने जगतबाट चन्द्र आउने हो, जहिले पनि चन्द्र। अहिले त दमकल फोन गर्ला एक घन्टासम्म पछिबाट आउने होइन बाइपास होला त्यहाँ छुटेर त्यति कता जानुभयो घटना भयो आज। अप्रत्याशित रूपमा घर अनि गएर दुईवटा घर पसलदेखि लिएर लत्ता कपडा सबै जलेको अवस्थामा अब हुँदै गर्दै पनि हामीले बचाउन नसकेको अवस्था र सबैभन्दा चाहिँ खुसी के हुनु पर्यो भने बरु यति हुनु त भइहाल्यो, कमसेकम मान्छेको जनधनको चाहिँ क्षति भएको छैन। यो यस्तै दुःख परेको बेलामा हामीले सहानुभूति दिनको लागि केही भए पनि राहत सहयोग गर्न सकिन्छ भनेर जिल्लामा धेरै ठाउँमा यस्ता खालको गतिविधिहरू गर्दै आएको थियौँ। पोहोर साल एउटा हाम्रो हरिदाईको गाउँमा थुप्रै घरहरू जले, गोठहरू जले, जनावरहरूको पनि इन्टरनेसनलबाट पनि मगाएर राहतको चाहिँ व्यवस्थापन गरेको छौँ। अहिले अस्ति भर्खर पनि एकजना बिरामीलाई मेरो जन्मदिनको अवसरमा एउटा विशुद्ध सामाजिक संस्था मात्रै हो। यसबाट कोही डोनेसन आएर कसैले दिएर कोही मार्फत चलेको हाम्रो संस्था चाहिँ होइन। हामीले यहाँ आफूले हामी अहिले 35 जना छौँ, 35 जना मध्ये यस्तो विपद पऱ्यो, अप्ठ्यारो पऱ्यो, केही भयो भने तत्कालै केही गर्न सकिन्छ भन्ने हिसाबले हामीले आफ्नै गोजाबाट 2000, 3000, 5000, 1500 जति सकिन्छ आफ्नो तरिकाले रकम सङ्कलन गरेर राहतको चाहिँ व्यवस्थापन गर्दै आएका छौँ। र आज पनि यस्तो खालको घटना भयो जुन
चाहँदै पनि गर्न सकिएन र दमकलको कुरा छ। अनि भर्खरै हाम्रो यो लान्सको टिमले पनि एकजना कमसेकम जिल्ला प्रहरी कार्यालयमा एकजना बस्ने गरेर त्यहाँको ड्राइभरको व्यवस्था गर्न सकियो भने सके नगरपालिकाले अथवा प्रहरी कार्यालयले भएन भने हाम्रो क्लबको तर्फबाट हामीले नेतृत्व गरेर अलिकति पैसा सङ्कलन गरेर 1 वर्षको तलब व्यवस्थापन गरेर त्यो किसिमको हामीले भोलिदेखि चाहिँ तयारी गर्छौँ। जिल्लामा एउटा मात्रै दमकल छ, यस्ता खालका विपदहरूमा एकदम अप्ठ्यारो परिरहेको अवस्था छ र आज पनि हामीले हुन्छ र हामीले यहाँ आन्टीसित अङ्कलसित कुरा गर्दाखेरि हामीले भर्खरै पैसा दिन चाहिँ नसके पनि केही भर्खरै खाना यो चामलहरूको सबै जलेको अवस्था देखिसकेपछि केही गर्न सकिन्छ भन्ने हिसाबले मैले ग्रुपमा लेखिसकेपछि साथीहरू एकदम मनकारी साथीहरू हुनुहुन्छ, साथीहरूले 20,000 रुपियाँ जम्मा गरेर हामीले अहिले लिएर आएको चाहिँ 20,000 बराबरको राहत लिएर आएका छौँ। त्यसै गरेर लायन्सको पूर्व अध्यक्ष पनि हुनुहुन्छ आदरणीय दाजु किसुन दाजु, उहाँले चाहिँ फेरि व्यक्तिगत तर्फबाट रु 5,000 यो क्लबको समेटेर गर्दाखेरि हाम्रो क्लबको तर्फबाट 25,000 बराबरको अहिले चाहिँ हामीले सहयोग गर्न गइरहेका छौँ। र हामीले यो गरेर हामीले यो घर बनाउनको लागि अरू केही गर्नको लागि पनि पहल गर्न सकिन्छ। कहीँबाट भयो साथीहरूलाई भनेर अथवा विदेश भएका साथीहरूले अरू कसैले गरेर गर्न सक्यो भने त्यो अनुसारले गरौँला। त्यही पनि हामीले यो भनेको एउटा सहानुभूतिको लागि मात्रै, यस्तो अप्ठ्यारो परेको बेलामा विपद भनेको बाजा बजाएर थाहा पाएर आउने कुरा चाहिँ भएन। यसै पनि भोलि बिहान हाम्रोमा पनि पर्न सक्छ, पोसल हरिदाईकोमा पऱ्यो, अहिले अङ्कलकोमा पऱ्यो, भोलि बिहान विपद अरूकोमा पनि पर्न सक्छ। तत्काल जुटेर यस्तो खालको जुन अप्रिय घटनाहरू भइन्छन् त्यस्तो बेलामा चाहिँ हाम्रो टिम एकदम थाहा पाएको अवस्थामा चाहिँ उतिखेर आएर हामीले सहयोग पनि गर्न सक्छौँ। बिहान जुन हाम्रो दाइ यहाँ आएर दमकल लिएर आउनुभयो त्यो दाइकोमा गर्थ्यौँ, म जाँदाखेरि चाहिँ बल्ल थाहा पाएँ उहाँ दाइकोमा जाँदै थिएँ। त्यही पनि अहिले हामीले 20,000 बराबरको सामान र दाइले 5,000 नगद गरेर हामीले 25,000को चाहिँ यो सामग्री र यो नगद गरेर त्यो अनुसारको एउटा सान्तना सहानुभूतिको लागि मात्रै हो। अहिले बस्नको लागि पनि धेरै अप्ठ्यारो छ, त्यस्तो खालको हामीले केही सहयोग गर्न सकिन्छ भोलिको दिनमा भने पनि तपाईँहरूलाई गर्ने प्रतिबद्धता पनि जनाउन चाहन्छु। हुन्छ दिदी होइन त्यो निर्माण गर्ने कुरा पनि केही हामीले गर्न पर्ने पुरै मलम लगाउन आएको तपाईँलाई मलमपट्टि यस्तो दुःख घटना कसैलाई नहोस् भइहाल्यो होइन। र पनि हामीले भोलिका दिनमा तपाईँलाई यो भौतिक संरचना बनाउने कुरामा नि हामीले जे गर्न सक्छ लायन्स क्लब अर्खाँचीले भरपुर सहयोग तपाईँलाई गर्छौँ। एकदम त मनदेखि चाहिँ यो कुरा ल अब यो एकजनालाई परेको होइन, हामी सबैले यसलाई बाँड्न आएको यहाँ होइन। तपाईँलाई परेको पीडा चाहिँ हामी सबैले सेयर गर्न आएको पिर मानेर हुन्न हो।